हेलो साथीहरू, सेवाहरू के तपाईँहरूलाई पनि मेरो जस्तै गुन्द्रुक जस्तो कपाल बनाउनु मन छ भने आउनुहोस्, तेल बनाऊँ। यसको लागि चाहिन्छ हामीलाई नरिवलको तेल, अनि त्यसपछि ओलिभ ओइल, अनि ओलिभ ओइलदेखि कस्टर्ड ओइल पनि चाहिन्छ है साथीहरू, तर मैले चाहिँ लिएन किनभने मैले अगाडि नै बनाएर हालिसकेको छु, त्यही भएर। अनि सबै सामान रेडी गरेपछि ग्यास बाल्ने, त्यसपछि तपाईँहरूलाई कस्तो खालको भाँडा सजिलो लाग्छ तेल तताउनुको लागि लिने, अनि भाँडा तातेपछि 4-5वटा ल्वाङ हाल्ने साथीहरू, अनि यो हो तेजपत्ता, अनि त्यसपछि मेथी, अनि मेथी हाले पछाडि यसरी मजाले यसलाई हलाउने, अनि यसको रङ परिवर्तन हुनु पर्यो साथीहरू। यतिको भए पछाडि चाहिँ अब नरिवलको तेल हाल्ने बेला आयो, अनि 1 बोतल नरिवलको तेल चाहिँ सबै खनाइदिने। नरिवलको तेलले चाहिँ साथीहरू कपाल पनि छिट्टो बढ्न हेल्प गर्छ है। अनि तेल हल्का तातेपछि यो जिन्जर, अदुवा थोरै लिने, अनि यो हो लसुन, एउटा लसुन पनि मैले काटेर हालेँ, अनि यो हो प्याज, एउटा प्याजलाई पनि यसरी मजाले हाले पछाडि अब यो हो रोजमेरी, यो चाहिँ घरकै रोजमेरी हो साथीहरू, मैले अस्ति नेपालबाट लिएर आएको थिएँ। अनि अब आयो पालो ओलिभ ओइल, जैतुनको तेलको, अनि सानो आगो बनाए पछाडि चाहिँ यसरी मजाले चलाउँदै पकाउने। अब यतिखेरै तपाईँहरूले कस्टर्ड ओइल पनि हाल्न सक्नुहुन्छ है साथीहरू। कस्टर्ड ओइल चाहिँ थोरै हाल्नुभयो भने चाहिँ अझै राम्रो हुन्छ। अनि यसरी चलाउने, पकाउने मजाले, धेरै कालो पनि बनाउनु पर्दैन, यतिको गोल्डन ब्राउन भए पछाडि चाहिँ हुन्छ। अब मेरो तेल रेडी भयो, अनि ग्यास निभाउने। अब मैले चाहिँ लिएँ यहाँ एउटा भाँडा तेल छानेर राख्नुको लागि। मलाई चाहिँ यो भाँडा भयो भने चाहिँ अब तेल बोतलमा हाल्नुपर्छ नि त, त्यही भएर सजिलो हुन्छ, त्यही भएर साथीहरू। अनि यो प्रयोग भइसकेको सामान फेरि अर्कोचोटि पनि यो प्रयोग गर्न सक्नुहुन्छ, तर मैले चाहिँ धेरै तेल बनाएँ नि त, यसले मलाई 6-7 महिना पुग्छ, त्यही भएर मैले चाहिँ फ्याँकेँ साथीहरू। अब हेर्न सक्नुहुन्छ मेरो तेलको कलर चाहिँ यस्तो भयो, अनि रेडी भयो तेल साथीहरू। अब चाहिँ यो तेललाई हाल्नुको लागि मलाई चाहियो एउटा बोतल चाहिँ यस्तो हुनुपर्छ साथीहरू। यो चाहिँ मेरो अगाडिको तेल हो, यसमा मैले रोजमेरी पनि राखेको थिएँ, अनि अहिले चाहिँ मैले रोजमेरी फालिदिएँ पुरानो भयो भनेर। अनि तेल चाहिँ 1 बोतल बनाएर राखेँ, अनि यसरी पम्पवाला भएपछि यसरी सजिलो हुन्छ पम्प गर्ने साथीहरू, कपालमा लाउनलाई। अनि मसाज गर्ने, फेद जरादेखि लिएर टुप्पोसम्म मजाले मसाज गर्ने कपाल नुहाउनुभन्दा अगाडि है साथीहरू। यो चाहिँ नुहाउनुभन्दा अगाडि 30 मिनट अगाडि यसरी मजाले मसाज गरेर राख्ने। यसले चाहिँ तपाईँहरूको कपाल झरिरहेको छ भने चाहिँ हेयर लस कन्ट्रोल गर्छ, अनि तपाईँहरूको कपाल चाहिँ हल्का खालको छ भने अलि हेभी बनाउँछ, गरुङको खालको बनाउँछ। अनि देख्नुभयो साथीहरू कति धेरै तेल लाएर मैले मसाज गरेर राखेँ अगाडि पछाडि। फेदसम्म हेर्नु, टुप्पोसम्म मसाज गरेको छु। अनि यो चाहिँ हप्तामा 2 चोटि गर्नुपर्छ है साथीहरू, अनि 1 महिनामा रिजल्ट आउँछ। थ्याङ्क यू सो मच फर वाचिङ।